आज हामी मोनालिसा 618 को सर्ट टुर अथवा सर्ट रिभ्यू जे भने पनि गर्दैछौँ। हाम्रो मोनालिसा 618 यो चाहिँ हाम्रो क्याबिनको भ्यू हैन, क्याबिनलाई यस्तै सजाइएको छ। यो चाहिँ हाम्रो पाइलटको नम्बर। अब हामी भित्र जाऊँ। यो चाहिँ हाम्रो सिटहरू भयो, फोल्डिङ सिटहरू, सोफा सिट। अनि यी चाहिँ हाम्रा स्लिपरहरू चारवटा गरेर 8 जना अट्ने गरेर स्लिपर छ। अनि यो चाहिँ हाम्रो स्लिपरको भित्रको भ्यू। अलिकति मिलाएर हिँड्छ नि यहाँ चाहिँ हैन। अब फ्यान छ, एसी छ, टिभी छ हैन, सुविधाको सबै ख्याल गरिएको छ। अब अलिकति वर्ल्ड कप लगाइसकेपछि बसलाई इन्ती अनुसारको सिँगार्न परिहाल्यो हैन। यो चाहिँ हाम्रो टिभी, क्यामेरा पनि छ। अनि यो चाहिँ हाम्रो सामान राख्ने ठाउँ। प्रशस्त मजाले सामान राख्न मिल्छ, नत्र भने यहाँ नअटेपछि साइड डिक्कीमा पनि अट्छ हैन। यो सिट फोल्डिङ मजाले यतिसम्म सिट फोल्डिङ हुन्छ र सिट फोल्ड भइसकेपछि नि पछाडि बसेको मान्छेलाई चाहिँ खासै धोक हुँदैन किनकि मजाले खुट्टा अटाउनु मिलिहाल्छ हैन। अनि यो सिट पछाडि फोल्ड भयो भने चाहिँ एकअर्कालाई चाहिँ खासै धौ चाहिँ हुँदैन सिट फोल्ड भइसकेपछि। अब फ्यान पनि छ, एसी पनि छ गाडीमा हैन। सबमा एसी छ हैन। एसी 24/7 हो। जबसम्म गाडी चल्छ एसी अन भइरहेको छ। त्यो अरू जस्तो त के भन्ने र अर्कालाई के भन्ने, एसी चाहिँ बन्द गरिँदैन हाम्रोमा। जबसम्म गाडी चल्छ आफ्नो डेस्टिनेसनसम्म पुग्दैन गाडी चाहिँ, अरे एसी चाहिँ मजाले चलिरहेको छ। त्यो राति पर्यो भनेपछि फ्यान खोलिदिने हैन, एसी बन्द गरिदिने त्यो चाहिँ चलन छैन हाम्रोमा। अब मेन भनेको अब एउटा भनेको चार्जिङ पोर्टहरू भयो। कसरी खोल्छन् यो चार्जिङ पोर्टहरू भयो। सबमा चार्जिङ पोर्ट त छ। अब मेन भनेको चाहिँ यहाँ लास्ट सिटमा चाहिँ समस्या सबलाई हैन। लास्ट सिटबाट बचौँ भन्ने हुन्छ, तर हाम्रो चाहिँ यहाँनिर लास्ट सिट भयो भने फोल्डिङ छ। लास्ट सिट पनि मजाले फोल्ड हुन्छ। अनि डबल सस्पेन्सन गाडी भएको हुनाले चाहिँ खासै हैन उफार्ने भन्ने पनि यो गाडीमा अलिक कमै हुन्छ। अब नेपालको बाटो अनुसार चाहिँ उफार्छ नै हैन, तर अरू गाडीभन्दा चाहिँ हाम्रो गाडीले कमै उफार्छ। डबल सस्पेन्सन गाडी हो अनि भर्खरै नयाँ आएको हुनाले चाहिँ राम्रै छ गाडी भनौँ। अनि कोही इच्छुक हुनुहुन्छ भनेपछि दाङदेखि काठमाडौँ अथवा काठमाडौँदेखि दाङ जानुहुन्छ भनेपछि हामीलाई मेसेज गर्न सक्नुहुन्छ अथवा फोन गर्न सक्नुहुन्छ हैन। सो फोन गरेर मजाले आफ्नो सिटै रिजर्भ गर्नु र आनन्दसँग आउनु। यति भन्दै आजको मेरो सर्ट मोनालिसा टुर यहीँ एन्ड गर्छु। हस्त धन्यवाद।